के भनौँ बालेन दाई, के भनौँ रवि दाई, भनौँ त कर्णालीको बेथा छुट्टै छ, नभनौँ त कर्णालीको कथा छुट्टै छ। बालेन दाईको एम्बुलेन्स पनि कालीकोट पुगेकै हो, रवि दाईको हस्पिटल पनि कालीकोट पुगेकै हो। बालेन दाई तपाईँ पनि कालीकोट पुग्नै भएको हो, तर हामी कालीकोटे जनता तपाईँ सामु पुगेनौँ। तपाईँले पनि सोच्नुभयो होला कालीकोट मसँग किन पुगेन, तर निराश नहुनु होला बालेन दाई, हामी अवश्य नै पुग्नेछौँ। हाम्रो यात्रा जारी छ, हामी यात्रामा हिँडिरहेका छौँ। हामी यात्रामा कहिले पनि थाक मार्ने छैनौँ, हामी थकान लिने छैनौँ, हामीलाई यात्रा जारी राख्नेछौँ। तर निराश नहुनु होला, दुर्गम क्षेत्र कर्णाली हिजो पनि राज्यबाटै सौतेनी व्यवहारबाट पछाडि परेको छ, आज पनि यस्तो नगरिदिनु होला। हाम्रो कर्णाली प्रदेशलाई सम्झनु होला, नबिर्सनु होला बालेन दाई, रवि दाई। हाम्रो कर्णाली आज बहुमत नआए पनि भोलि अत्याधिक बहुमतले एकपटक विजय गराउनेछौँ, विजय हुनेछ भन्ने आशा राखेको छु।